1 year I'm back here with सब्सक्राइबर कति पुगेको छ थ्यांक यू सो मच भन्न चाहन्छु हैन यति धेरै खुसी लागेको थियो Hi everyone welcome back to Limbo Vlog so फेरि पनि म YouTube मा भिडियो बनाउन आइसकेको छु अनि something 1 years भइसक्यो त्यो मैले भिडियो बनाउन छोडेको after 1 year I'm back here with new vlog video अरे के vlog चाहिँ नभनौं हैन अनि एक वर्ष भइसक्यो थियो मैले भिडियो बनाउन छोडेको अनि फेरि म अहिले भिडियो बनाउन गइरहेको छु अबदेखि अनि 270 सब्स्क्राइबर पुर्याएर छोडेको थिए मेरो सब्स्क्राइबर धेरै छैन तपाईहरुलाई थाहा छ हैन त्यो अनि अहिले चाहिँ मेरो सब्स्क्राइबर कति पुगेको छ भन्दाखेरि समथिङ 350 पुगेको होला अनि एक सब्स्क्राइबरहरु मैले कसरी पुर्याइराखेको थिए भन्दाखेरि चाहिँ मेरो भिडियो प्रोफाइल भित्र जानु भएर भिडियो चेक गर्न सक्नुहुन्छ हैन मैले कसरी बनाइराखेको थिए भन्ने कुरा अनि सब्स्क्राइबर मेबी 280 हुँदाखेरि 270 80 हुँदाखेरि मैले बनाउन छोडेको थिए अहिले चाहिँ 350 पुगेर आइछ समथिङ 350 48 कति पुगेको छ हैन अनि तपाईहरु सबैजनालाई म थ्यांक यू सो मच भन्न चाहन्छु हैन केही नगरिकन त्यति धेरै सब्स्क्राइबर त बढ्यो नि त मेरो लागि त्यो नै खुसीको कुरा छ के हैन अनि मलाई चाहिँ यति धेरै खुसी लागेको थियो हैन त्यति धेरै सब्स्क्राइबरहरु देख्दाखेरि है अब हुन्छ नि मैले एक सब्स्क्राइबर हैन बाटोमा सबैजनालाई सब्स्क्राइब गर्दिन्न रिक्वेस्ट गरेर त्यो सब्स्क्राइबर बढाइरा थिए नि त अनि 30 40 50 सब्स्क्राइबर बढ्नु पनि मेरो लागि एकदमै धेरै ठुलो कुरा हो के हैन अनि अब सोचिराख्नु भएको होला यत्रो टाइमसम्म यो कहाँ हरायो अनि अहिले किन चाहिँ फेरि टुप्लुक्क आइपुग्यो भिडियो बनाउनु भनेर हैन म चाहिँ भिडियो बनाउँदा त्यतिखेर युट्युबहरुको भिडियो बनाउन थाल्दै हैन फेरि मैले सोचे अब हुँदैन यतिकै बसेर हैन केही गर्नुपर्छ भन्ने सोचे अनि लास्टमा चाहिँ म बाहिर जाने सोचे हैन अनि त्यसपछि नभन्दै मेरो बाहिरको भिजा पनि लाग्यो अहिले म कोरियामा छु अनि अहिले म कोरियाबाटै भिडियो बनाइराखेको छु अनि कोरिया आउँदाको भिडियोहरु युट्युब भ्लगहरु बनाउन सोचिरा थिए हैन फेरि त्यस्तै भयो के अब के भएर मैले बनाउनै पाइन बनाउन खोजेको तर मैले जति कोसिस गर्दाखेरि पनि बनाउनै सकेन के अनि यहाँ आएर पनि कति धेरै बनाउने कोसिस गरे मैले सक्दै सकिन किन भन्दाखेरि चाहिँ पब्लिक एन्जाइटी अरे के मलाई चाहिँ कस्तो हुन्छ नि कस्तो पब्लिकमा गएर बोल्न त्यो सुरुमा भिडियो बनाउँदाखेरि चाहिँ सजिलो लाग्थ्यो के हैन पुरा म त सक्छु जस्तो है अनि अहिले आएर चाहिँ एकदमै गाह्रो लाग्न थालेको छ के मैले चाहिँ फेरि यो भिडियो बनाउने कुरा कसरी दिमागमा आयो भन्दाखेरि चाहिँ म बेरोजगार भएर मेरो एक्जाम मेरो आएर एक सेमेस्टर सिद्धि भयो हैन न मेरो जब छ न मेरो पढाइ छ अब मेरो भ्याकेसन छ अब म यो भ्याकेसन भरि सक्दो युट्युबको भिडियो बनाएर पोस्ट गर्ने कोसिस गर्छु हैन अनि त्यसको लागि के चाहियो त तपाईहरुको साथ सपोर्ट माया चाहियो मलाई अरे के अझ अब डाइरेक्टली भन्नु पर्दाखेरि मेरो युट्युबमा सब्स्क्राइब गरिदिनु पर्यो तपाईहरुले लाइक कमेन्ट गरिदिनु पर्यो शेयर गरिदिनु पर्यो मेरो भिडियो हेरिदिनु पर्यो है अब नेपालमा हुँदाखेरि हैन अब सबैजनालाई पब्लिकमा गएर सब्स्क्राइब गर्दिनु न मेरो भिडियो मेरो हेरिदिनु न भनेर अब भिखमा यसरी माग्न मिल्थ्यो होला अब यहाँ त के गर्ने यार कसरी माग्ने न कोरियन राम्ररी आउँछ हैन त्यही भएर अब जेसुकै होस् हैन म युट्युबको भिडियो कन्टिन्यू गर्ने सोचिरा छु अनि अहिले भन्नु पर्दाखेरि चाहिँ कोरियामा एकदमै धेरै गर्मी छ म अहिले भर्खरै मेरो एक्जाम सकेर आएको मैले हैन यति धेरै गर्मी छ यहाँनिर म घाम हेर्नु न यस्तो बेसी घाम छ के अनि मान्छेहरु सबै छारीमा ओत्लाएर बसिरहेछ म पनि छारीमै बसिरहेछु म चाहिँ एक्लै छु अहिले हैन किनभने मेरो साथीहरुको चाहिँ एक्जाम कसैको अगाडि कसैको पछाडी परेको रहेछ अनि त्यही भएर फेरि एक्जाम चाहिँ यहाँनिर आफ्नो टाइममा हुँदो रहेछ नि त मेरो चाहिँ 2:45 मा थियो यताको अहिले 3 3:30 कति बज्यो साथीको रुममा पनि गएको थिए साथीलाई भेटेर अनि उसको नि 5 बजेको एक्जाम रहेछ अनि म त्यसपछि डाइरेक्ट यहाँनिर पार्कमा आएर बस्छु भिडियो पनि बनाउँछु भन्ने सोचे अनि किनभने पार्कमा चाहिँ कम्ती मान्छे हुन्छ पार्कमा त म जुनै कुनामा गएर बोले भने पनि कसैले सुन्ने हैन जत्रो चिचाएर बोले पनि हुन्छ भन्ने सोचेर पार्कमा आएर अनि म भिडियो बनाउन थालेको
यहाँ बसेर भिडियो बनाउन एकदमै धेरै आनन्द आइरहेछ मलाई होइन। नजारा हेऱ्यो, बस्यो, मान्छेहरू हल्ला गरिरहेछ सुन्यो, शीतल। अहिले चाहिँ अलि हावा पनि चल्न थाल्यो। अब चाहिँ म यहाँबाट जानुपर्ने हुन्छ। जानुभन्दा अगाडि म के भन्न चाहन्छु भने अस्ति नै मलाई कसले भन्दै थियो यार 1 वर्षसम्ममा युट्युबको टास्क पुऱ्याएन भने अनि पछि तर भन्दिनँ म। अनि एकदमै धेरै शीतल हावा चलिरहेछ। अघि एकदमै धेरै घाम लागिरहेको थियो। आमा म घामले पोलेर झन्डै यहाँसम्म आइपुग्न यस्तो गाह्रो भइरहेको थियो। यो चाहिँ हाम्रो कलेजको प्लेग्राउन्ड हो कि चाउरो कलेजको प्लेग्राउन्ड हो। यो त प्लेग्राउन्ड भन्दैन, कलेजको पार्क हो यो। अनि सुरुमा आउँदाखेरि चाहिँ सबै डरेलो लागेर सबै त्यो मरेको जस्तो भएको थियो है। अहिले त हरियाली के हेर्नु न, रुखहरू सबै हरियाली भएर कस्तो राम्रो देख्छ के। मैले सोचिरहेको छु होइन मेरो युट्युब भिडियोलाई यहाँनिर इन्ड गरिदिउँ कि अझै धेरै भिडियो बनाउँदै जाऊँ भनेर सोचिरहेको छु। फेरि यसो यहाँको मौसम हेर्छु है, यस्तो धेरै घाम लागिरहेछ, यस्तो धेरै घाम लागिरहेछ। म बाहिर सायद कति भिडियो बनाउन सक्ने हालत छैन कि, किनभने घाम लागेर लास्टै धेरै गाह्रो हुन्छ है। सो गाइज सकेसम्म यस्तै घाममा भए पनि अबदेखि भिडियो डेली पोस्ट गर्ने कोसिस गर्नेछु। अनि सबैजनाले मेरो युट्युब सब्सक्राइब गरिदिनु होला। सबैजनाले मेरो भिडियोहरू हेरिदिनु होला, माया गरिदिनु होला। अनि अहिलेसम्म जति धेरै पनि माया साथ सपोर्ट दिनुभयो यहाँहरू सबैजनालाई हार्दिक 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 धन्यवाद भन्न चाहन्छु है। सो अर्को भिडियो भेट्नेछु। बाई।